So what's up guys, welcome to my vlog. And here is our Ayush. Today we are going to make our bike helicopter. अस्ति बनाएको यो चाहिँ नयाँ साइलेन्सर त्यो चाहिँ बेचेको आइसले अब नयाँ हेलिकप्टर बनाउन गइराखेको छ आइसले। आज तिमीहरूलाई भिडियोमा भनिराखेको थियो नि त तिमीहरूले गाइज हैन कमेन्टमा के कसरी बनाउँछ हेलिकप्टर। नाउ हियर इज ट्युटोरियल है। अरु त अब हाँ गाइज हैन तिमीहरूले अब अर्डर गर्नुपर्छ बुलेट हबबाटै हैन। अब ए टु जेड देखाउने ए टु जेड त अब देखाउन होला अब कति लाइक आउँछ यसमा त्यही अनुसार देखाउँछु म चाहिँ गाइज है। यो चाहिँ निकाल्नु पर्छ त्यो देखाउँछु गाइजलाई। हाम्रो आमा छ। हेलो गाइज भन्नु त। हेलो गाइज। हेलो बाबु म त गाइड भन्न जान्दैन नि। बाबुहरू भन्ने हुन्छ। बाबु नानीहरू बाबु नानीहरू सन्चै छौ? मैले हेलो बाबु भन्न जानेछु। मैले अरु जान्दैन बाबु। र धेरै कुरा म जान्दिन। हाम्रो चाहिँ जुगाड पनि गर्छ आइसले चाहिँ यो चाहिँ यस्तै निकाल्ने क्याली विक छ तर निकाल्ने यो चाहिँ निकाल्ने 10 मिनेटको गरिदिन्छ अब एउटा कन्टेन्ट गरिदिन्छ। त्यहाँ घिरुम्लाको बिउ पनि खाले छ मैले यहाँ यस्तो बनाउन ए शान्ति बेलामा हाम्रो यो केटीले पनि मैले खाले खायो। टाइट गरेर मैले चाहिँ भर्खर उसको पनि गरिदिएको गाई चाहिँ के अरे रिबन पनि गरिदिएको थियो गाई चाहिँ होइन मेक भर्खर त्यो चाहिँ देखाएन मैले। रिबन पनि चाहिन्छ भने नि होइन यस्तो क्लासिक जस्तै हेलिकप्टर त आउन गाई होइन क्लासिक जस्तै हेलिकप्टर त आउन के अरे होइन नर्मल भन्नु त बेस भन्दा चाहिँ राम्रो आउँछ तर है हेलिकप्टर जस्तै आउँछ तर क्लासिकको जस्तो यस्तो चाहिँ आउन्न। अब तिमीहरूलाई अब बनाउनु पर्छ भने के गर्नुपर्छ भने बुलेट हबमा मेसेज गर्नु होला। बुलेट हबमा अब अर्डर राम्रो सामान पाउँछ तर डेलिभरी पनि हल्का उस भएको छ होइन यताउति भएको छ स्लो भएको छ। अब चाहिँ बुलेट हबमा चाहिँ 2 दिनमा सामान आइपुग्छ म्याक्सलाई 3 दिन है गाई चाहिँ त्यो अर्डर गर्नु होला बुलेट हबबाट नि। म कमेन्टमा लिङ्क दिन्छु बुलेट हबको टिकटकको र इन्स्टाको दुइटामा गर्न नि मिल्छ तिमीहरूले होइन। अनि चाहिँ प्लस के अरे बुलेट हबमा अब कस्टमाइज हेडलाइट पनि अब बनाउनु मिल्छ होइन तर हल्का महँगो छ त्यसको चाहिँ त्यसको प्राइजहरू के प्राइजहरू सोच्नु के अरे जान्न चाहनुहुन्छ भने चाहिँ बुलेट हब म्यासेज गर्नु होला। गाई चाहिँ बुलेट हबमा चाहिँ म्यासेज गर्नु होला है गाई चाहिँ त्यति सपोर्ट दिनु होला। जस केटाहरूले अब आइरहेको छ भनिरहेको छ यत्रो निस्क्यो यसले गर न म्याङ्गा तानिदिनु कि कस्तो हेर्न मन लाग्यो यसले हानेको। यो अलि उस छ यो विक यो हातले बाँधिदिन्छ घरमा चाहिँ निस्केको तान्नु गइरहेको छ हामीले चाहिँ आउँछ यार हेर त कस्तो मिठो यार पछाडि आउँदै मिठो आउनुहोस् यार आजा मिठो यार अलि सिद्ध भएर बाङ्गाइ हुन्थ्यो नि त्यसरी अघि ल्याउँदैखेरि बाङ्गिएको नि मिठो रहेछ यार। कहाँनिर च्याप्छ खाँचेको हुन्छ क्या चाहिँ निकाल्नु लास्ट गाह्रो हुन्छ। मेकानिकहरूले चाहिँ निकालिदिन्छ होइन ग्यारेजहरूमा गयो भने अब हामीले निकाल्नु चाहिँ गोडु नै हुन्छ। मलाई रिबनको निकाल्दा लास्ट टाइम ल रिबनको चाहिँ यहाँ रिबनको त्यस्तो गोलो गोलो भएर आउनुहुन्छ गाइज। रिबनको चाहिँ यहाँ अब यस्तो गोलो गोलो भएर आउनुहुन्छ के हेर्नु न यस्तो गोलो गोलो भएर आउनुहुन्छ भोक्यो भन्नु त यस्तो गोलो भएर आउनुहुन्छ क्या फोकसै हुनु त यार यस्तो गोलो भएर आउनुहुन्छ कि हेर्नु गाइज। बाइक चाहिँ निस्क्यो भने केटा हो गाइजहरूले मुस्ताङको भ्लग कता भन्छ दादाको बाइक निस्केको छैन कसरी चाहिँ मुस्ताङको भ्लग आउँछ त अनि
लाएर गर्ने कि नलाई त्यतिकै लाग्यो भने उस होला नि के लाग्यो भने यो के हेर्नु ढक्कन लाएर अलि हावा बुझेर अलि पछाडि पछाडि धगाल लाग्यो हो मैले यतिकै त्यतिकै यतिको नि हेलिकप्टर त मन छ है गाई चाहिँ आधी निकाल्ने रहेछ यति ढक्कन लगाइदिने हानिदिने हेलिकप्टर सिक्मा बोय सिक्मा बोय नकन निकालो फोन नम्बर छ नि त भाइको फोन नम्बर त होइन इन्स्टामा हो कि अनलाइन भइरहेको छ हुन्छ होला नि कलरले ट्राई गर्नु पर्दैन निकाल्नु भने ट्राई गर्न फोन गर्न निकालेर आएर हालिदिनु त हो है त्यो चाहिँ फोन हुन्छ होइन गाइस हामी चाहिँ अब हाम्रो नसकेर अब आयुषको भाइको ग्यारेज है ग्यारेज कि अब घरमै पुगिन्छ बाजे पाटन भाइले निकालिदिन्छ घरबाट चाहिँ अब चल्दैछ भिक्सिनको लागि ल अब सब कालदेखि त ग्रुपबाट गरेको गाई चाहिँ भिडियो चाहिँ सक्नुहुन्छ ल अब गरेर भेटौँ न एभरेज भ्यू अफ पोखरा है गाई चाहिँ जुम गरेर हेर्नु होला युट्युबमा नि जुम गर्नु मिल्छ होइन त हिँड्नुमा त राम्रो आउँछ क्या यता पिस्टल देखायो त पिस्टल कता पिस्टल क्या त्यसलाई पिस्टल भन्दैन त मुना अन्नपूर्ण होला नि जग्गा एकछिनै गाह्रो छ भ्यू देखाउनु यो त उस होइन के हो यो गाडीको त थाहा होइन त्यो त अन्नपूर्णै हो जस्तो लाग्थ्यो है मलाई जहाँसम्म लाग्छ अहिले चाहिँ भ्यू देखेन एकछिनै यहाँनिर देख्ने लागि हेरिराख्नु होला ए हो टुप्पो त देखेँ अब ह्याडा फेरि गायब भइहाल्यो हेर्न सक्नुहुन्छ अहिले चाहिँ हामी रामबजार आइसक्यो होइन अब धेरै टाइम छैन हामी पुग्न वहीँ पुगेपछि भेटौँला है गाइजहरूलाई अब चाहिँ यहाँ कन्टेन्ट बन्छ कि भनेर यहाँ खोलेको हो यहाँनिर चाहिँ ट्राफिकहरू बसिरहेको छ के अरे अब समातिहाल्यो भने चाहिँ ठ्याक्कै त्यही चोकमै रहेछ जानु जाउँ त्यो राइटबाट हाल्यो उनीहरू यहाँ राइटबाट होइन म त हेर्न सक्नुहुन्छ हाम्रो मामाश्री राइटबाट एल्लो बसबाट एल्लो बस सर्दियो मलाई बनाउनु गएको सर्दियो हुन त म पछाडिकोलाई हो गरे ढुक्क टेक्कलाई हो गरे अरे हिमालय सक्छ अब त प्रपर हिमालय खा जलको मुडी चाहिँ घाँटीसम्म आइसकेको थिएँ है त्यति बेला के अस्ति पनि डेन्जी घाँटीमा आएको नि मेरो साथीको लागि चढ्नु मिलाएर त्यही हुन्न त्यो ट्राफिक हेरिराख्ने मान्छेहरू नि
जिस्काउनु जिस्कायो भने मात्र हो क्या अरे जिस्काएन भने त छोडिदिन्छ ओ कस्तो लम्बी भ्यू के सनसेट भइरहेको छ डाँडातिर जाने यस्तो दामी भ्यू देखिन्थ्यो अब जान पाएन त्यस्तै हो अब फेरि हेर्दै बस्नु हामी चाहिँ यहाँ काम खोलाको छौँ गाइज अझै निस्किन्छ कि भन्ने कुरा हो हल्का नि आइए कति छिर्यो त्यति छिर्यो अस्तिको त कसरी निस्कियो कि है होइन त्यो त स्क्रुड्राइभर लामो थियो नि त पातलो नि भयो ए आउन त आयो दिमाग चाहिने म त तिमी भयो मोटिङमै होला कि म त्यहाँ एकछिन मलाई त काम थियो दिउँसोतिर थियो अरे त्यो दिउँसोतिर मात्रै थियो ए बच्चाहरू के हो ए दाइ पनि रहेछ है त्यो पात त्यो उसले भएको त डेन्जर सजिलो हुन्छ कि स्क्रुड्राइभरले भएको त भयो मोटिङमा स्वाइङ आउँथ्यो होला वहाँ जाऊँ भन्यो भने अनि फेरि केमा जाने हुन्छ साह्रो नै त्यहाँ जाली झिक्नु जाली होइन दही रुई निकालेर यत्रो दही रुई हुन्छ भित्र हजुर हजुर यो जस मोडिफाई गरेको भनौँ न एउटा ठुलो आवाज अहिले स्क्रुड्राइभरले के आने त त्यो रुई निकाल्ने स्क्रुड्राइभर छ र तपाईँसँग स्क्रुड्राइभर सानो खानु अलि लामोवाला चाहिएको यत्रो पातलोवाला लामो हुन्छ नि यत्रो त्यत्रो ग्यारेजतिर मात्र हुने है हामी त ए लामो भयो यत्रो के भन्छ नाम बिर्स्यो भने यहाँ तिमी देखियो है तिमी अहिले उसँग हो लाइभमा छ लाइभमा छ लाइभमा त्यो दिदीसँग के छ है रोल नै यहाँ त्यति सक्छु नि म भ्याउँछु जस्तो हुन्छ रोन म भन्छु कि तिरु हान्दिने हो मोटरसाइकलसँग तिरु हान्दिने हो कसो के तिरु भनेको फेरि तिरपल भनेको के ए तिरु फेरि यत्रो म अट्न त कस्तो अलि गाह्रो भइरहेको थियो यत्रो लास्टी सानो हुन्छ कि है के होला नि म पातलो मान्छे बिचमा यस्तरी बस्दिने हो कि आज यसरी लास्टको मान्छे चाहिँ खस्छ कि यसरी यहाँ बसेर ट्याङ्की बाइक जान चलाउने मान्छे यहाँ बस्दिने ट्याङ्की हो के हान्दिने हो यहाँ निक्लिन जस्तो लाग्यो मलाई माने मैले त्यस्तो लाहा तर अहिले कस्तो गाह्रो हो कि यार म त सजिलो हुन्छ र म आफै गर्नु खोजेको कि हेर्दा नि बस्तीको सजिलो होइन त्यो उस भएको भए त मैले झ्याझुक निकालिसक्थेँ र दिदी के अरे बारीको स्ट्यान्ड यहाँ पनि भन गाइज है सानो रोड भएर ए मेरो त्यहीँ छ घल्दै घरमा अहिले तपाईँ कता हो नि अझै लाजा गरेर केटी जस्तो लाजाको लजाउने मान्छे मम्मीले फोन गरिरहेको थियो कता छ भनेर लजाउने मान्छे अहिले चाहिँ अहिले त रानी बाउ आइसक्यो होइन उता निकाल्न ट्राई गरेको अरे उतातिर गाह्रै भयो लास्टै समात्नुपर्छ सुस्तै हामी चाहिँ तिर्पल है फेरि है चलपल हेलिकप्टर बनाउन गाह्रो छ खोलातिर गयो अरे अब त्यहाँनिर अब अलि मिलेन सामानहरू त्यही भएर फेरि अब
उता कता थियो सिमलचोर, सिमलचोर। सिमलचोरहरू जाँदैछौँ ग्यारेजमा मोटो किङ एन्ड क्याफे मोटो किङ एन्ड क्याफे त्यहाँनिर गएर अब रुई निकाल्ने हो त्यसको लागि चाहिँ साधन नपुगेर तिर्पल रोड है केटा मोडिफाई गर्नलाई चाहियो भने डिएम है मोटो किङमा जाऊ है गाइज है मोटो किङमा ओए मा फुट्यो साधन नभएर होइन यत्रो सानो सिटमा 3 जना है यत्रो कोचेर ओए बा खस्छ है मेरो चाक्नी खस्न लागिसक्यो हाम्रो ट्राफिकमा आउँदाखेरि हेर्छ नि भ्लग चाहिँ कति बेला पुगाउँ जस्तो भइसक्यो है मलाई यहाँ मोटो भ्लगमा के अरे मोटो किङमा थाहा पाएन हामी चाहिँ यता अहिले नयाँ पुलमा आएको यो नयाँ यो बजारभित्रको होइन त्यताबाट जाँदै हो पर गाह्रो भयो अब तिमीहरूलाई अब वहीँ गएर भेट्छौँ है हामी ओए ए म्याच क्यामेरा पुस्नु परेर गयो अहिले चाहिँ हामी नयाँ बजार आइसक्यो होइन नयाँ बजार भ्लग चाहिँ मेरो हातमा भयो है ल हामी गाइज अब यो नयाँ बजार आइसक्यो केही थाहा छैन हामीलाई यसरी हामी तिर्पल छौँ यसरी तिर्पल यसरी चाहिँ हामी तिर्पल छौँ है यसरी जाँदैछौँ हामी अगाडि मामाहरू बस्न पनि सक्छ है बस्यो भने भात खाने फेरि मै हो है लास्टमा बस्यो मान्छे आफू त बिचमा बसिहाले यस्तरी हानेको बित्ताको लागेर क्या कसरी रे यस्तरी यस्तरी सानो सिटमा तिर्पल ल्याएर ओपर गाह्रो हुने रहेछ है तिमीहरू यस्तो नगर है है खस्न नि सक्छ है खस्न नि सक्छ कसम है भन्न पाउनु है गाइस म त कसम केटा हो कसम हामी अब यताबाट न्यु रोड निस्किन्छौँ अब के अनि अब तिर्पल छौँ त्यसमा चाहिँ फुल्ली लोडेड मामालाई समात्यो नि समात्यो तिनजना मामा घर चाहिँ कहाँ पुग्यो म त सब जग्गा गाउँदै भन्छु ए हामी सबक रेप्चोक आइपुग्नु लाग्यो केटाहरूलाई अझै यस्तो बस्नु जाँदा बोटिङ सेटिङ आउँदा हुन्छ 12 केटाको अनि अब हामी सबक रेप्चोक निस्क्यो चट्टा लगाएर भट्टा खाएर मोटो किङ पुग्न लागिसक्यो मोटो किङ यहाँ यी क्रेटा है केटा सेलमा है यो चाहिँ मात्र 1 करोड है मोटो किङको प्रमोसन हो क्या हो मलाई त पैसा आइन्छ मोटो किङ केटा हो आन्टी आन्टी त्यो पोचा मेरो घर लिएर आइदिनु है के हो के भयो यता रिटर्नमा जाऊँ है त्यताबाट जाउँ ल केटा हो यो मिड टाउन हो मिड टाउन आइसक्यो हामी अब ल त्यहीँ गएर भेटौँ न ल मोटो किङ भेटौँला होइन भेट्नुपर्छ है त ल